के तपाईँ विदेशमा हुनुहुन्छ तर नेपालमा हुने चुनावले तपाईँको भविष्य निर्धारण गर्छ। धेरै युवाहरूलाई थाहा छैन कि तपाईँहरू चाहिँ विदेशबाट चाहिँ मतदान गर्न सक्नुहुन्छ। आज तपाईँहरूलाई म देखाउने छु स्टेप बाई स्टेप कसरी युवाले मतदान हाल्ने, किन तपाईँको एक मतदानले इतिहास बदलिदिन्छ। विश्वास गर्नुहोस्, यो जानकारी तपाईँ अरू कहीँ ठाउँहरूमा चाहिँ पाउनुहुन्न। तपाईलाई म त्यो सिक्रेट ट्रिक पनि देखाउने छु। भोटिङ प्रोसेसलाई पनि अल्ट्रा फास्ट बनाउँछ, जुन धेरै अफिस र सोसाइटीहरूले चाहिँ देखाउँदैन। 18 वर्षदेखि 25 वर्षको सम्मको छैन सबैभन्दा भोटिङको सबैभन्दा ठुलो भनौँ एउटा पार्ट हो क्या। युवा मतले पार्टीका नीति इलेक्सनको अमाउन्ट चाहिँ बढाउन सक्छ। स्वतन्त्र पार्टीले युवाहरूको नीति र ध्यान दिन्छ। के तपाईँलाई थाहा छ, तपाईँको एउटा मतदानले 1 करोड भनौँ न 1 करोड मान्छेहरू सोचमा चाहिँ एउटा नयाँ परिवर्तन ल्याउन सक्छ। नेपालमा अहिले चाहिँ अनलाइन भोटिङको सुरुवात चाहिँ भइसकेको चाहिँ छैन। पोस्टल ब्यालेट एस्टेनियरबाट तपाईँले चाहिँ अनलाइन मतदान गर्न सक्नुहुन्छ। इलेक्टोरल रोलमा चाहिँ आफ्नो चाहिँ नाम दर्ता हुनुपर्छ, फर्स्ट कुरो भनेको त्यही हो। साथसाथै भनौँ न पासपोर्ट र विदेशी निवासीको भनौँ न बसेको चाहिँ एउटा प्रमाणपत्र चाहिन्छ। धेरैले यो स्टेप मिस्टेक गर्छ र आफ्नो भोट हराउँछ। विदेशबाट अब कसरी मतदान गर्ने स्टेप बाई स्टेप। अब मतदान गरौँ भने फर्स्ट कुरो म हाम्रो चाहिँ अब योग्यता के छ, योग्यता अब त्यो फर्स्टमा चाहिँ हेर्नुहोस् पोइन्ट टु पोइन्ट, म पोइन्ट टु पोइन्टबाट गइरहेको छु। 18 वर्ष हुन आवश्यक छ, 18 वर्षदेखि माथि इलेक्टोरल रोल नाम दर्ता हुन आवश्यक छ। मैले अघि नै भनिहालेँ। पासपोर्ट वा फोरेन रेजिडेन्सीको एउटा चाहिँ प्रमाण चाहिन्छ। अब सेकेन्ड स्टेपमा आउँछ फर्म भर्नु र पठाउनु। पोस्टल ब्यालेटबाट स्टेप बाई स्टेप फर्म भरेर सिग्नम गरेर पठाउनुपर्छ। डिलाइन चितवनी फ्रोगो टाइगर। तपाईँले स्टेप बाई स्टेप मिस गर्नुभयो भने तपाईँको लिटरली भनौँ न भोट हराउँछ, चुनावको इतिहास पनि छुटाउँछ। अब अर्को आउँछ कन्फर्मेसन ट्र्याकिङ। कसरी पक्का भने कि ब्यालेट नेपाल इलेक्सन कमिसनमा पुगेको छ। विदेशबाट नेपालसम्म यात्रा गर्दै चेकमार्क तपाईँले फार्म कसरी भर्ने, कहिले भर्ने र कुन वेबसाइटबाट भर्दाखेरि तपाईँलाई अलिकति फाइदा हुन्छ, म सिक्रेट ट्रिकहरू बताउनु गइरहेको छु। फर्स्टमा छ अर्ली रजिस्ट्रेसन। यस अन्तर्गत चाहिँ फास्ट ब्यालेट प्रोसेसिङ पर्छ। अफिसियल अपडेटहरू चाहिँ फलो गर्नुहोस्। मुख्य दलहरू र युवा सम्बन्धी नेताहरू नेपाली काङ्ग्रेसले शिक्षा, छात्रवृत्ति र नीतिगत ठाउँहरूमा चाहिँ सपोर्ट दिइरहेको छ। इन्फ्रास्ट्रक्चर यो जब आवेदन केन्द्रमा सामाजिक कार्यमा चाहिँ ध्यान दिइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ डिजिटल इकोनोमी टिच सपोर्टमा चाहिँ ध्यान दिइरहेको छ। यो इलेक्सनले युवाहरूको भविष्य निर्धारण गर्छ। तपाईँको भोटले कुन पार्टी युथ पोलिसी लागू गर्छ तय गर्छ। म खुद विदेशमा बस्छु र मेरो भोटले चाहिँ असर पार्दैन भन्नुहुन्छ भने त्यो चाहिँ फल्स। लेट रेजिस्ट्रेसन र डिजाइनमा चाहिँ तपाईँले मिस गर्नुहुन्छ भने चाहिँ तपाईँको एकदमै ठुलो गल्ती हुनसक्छ। पोस्टल ब्यालेट चाहिँ एकदमै सुरक्षित छैन। सेक्युर एन्ड ट्र्याकेबल। तपाईँले यही मिस्टेकहरू एभोइड गर्नुभयो भने तपाईँको भोट सुपर पावर जस्तो काम गर्छ। यो त अबर्ड भोट्सले इलेक्सन रिजल्टमा चाहिँ कसरी प्रभाव पार्छ। डिजिटल जागरुकता अभियान, सामाजिक सञ्जाल वकालत। उदाहरण 2022 मा युथ ओभर ट्रेन्ड, पार्टी नीति परिवर्तन। एक मतले विदेशबाट इन्टायर गेम चेन्ज गर्न सक्छ। तयार हुनुहुन्छ इतिहास बनाउन। साप्ताहिक दर्ताबाट हुन्छ पेस्कीबाट पुष्टिकरण अनि त्यसबाट हुन्छ रिमाइन्डर योर भोट। म्याटर हिस्ट्री डिपेन्ड्स अन युथ इङ्गेज। म अर्को भिडियोमा देखाउने कसरी विदेशबाट भोटिङ प्रोसेस अझ डिजिटल सेक्युर र फोन प्रुफ बनाउने। नयाँ जानकारीको लागि सम्पर्क गर्नुहोस्। पक्कै पनि सब्सक्राइब चाहिँ गर्नुहोस्। तपाईँको भोट मात्र तपाईँको भविष्यले पनि इतिहास बनाउँछ।